सबैलाई नमस्कार। म अरुण कुमार मेहता, सुनसरी निर्वाचन क्षेत्र नम्बर 2 को सहायक निर्वाचन अधिकृत। आज सुनसरी निर्वाचन क्षेत्र नम्बर 2 को प्रत्यक्ष तरफको मत काउन्टिङ सकिएको छ र यो अघि नै घोषणा भइसकेको छ। सबभन्दा बढी सदरमत ल्याउने राष्ट्रपाका उम्मेदवार घण्टी छापका लालविक्रम थापाज्यू विजय हुनुभएको सरले अघि नै घोषणा गरिसक्नु भएको छ र अहिले हामी यहाँ उपस्थित भएका छौँ। यो प्रमाणपत्र वितरण समारोहमा उपस्थित अब मान्य हुनुभएका मैले एकमुख सम्बोधन गरेँ। माननीय लालविक्रम थापाज्यू 1 नम्बर सुनसरी जिल्ला अदालतका 1 नम्बर श्रीमान तथा 4 नम्बर निर्वाचन क्षेत्रका र यो सुनसरीको प्रमुख निर्वाचन अधिकृत श्रीमानज्यू सिडिओ साहब एसपी साहब आउँदै हुन्छ। उपस्थित सम्पूर्णलाई के अरे यो आजको यो सम्पन्न भएको मतगणनामा सहभागी भएका मतगणना प्रतिनिधिहरू, हाम्रा गण कर्मचारीहरू सबैको साथ सहयोगबाट हामीले एकदम सौहार्दपूर्ण वातावरणमा मतगणना सम्पन्न गर्यौं। सबैलाई सरोकारवाला सबै राजनीतिक दलका प्रतिनिधिहरू, हाम्रा गण कर्मचारीहरू, यहाँ उपस्थित सम्पूर्ण सरोकारवालाहरू सबैलाई निर्वाचन आयोग निर्वाचन अधिकृत कार्यालय 2 नम्बर क्षेत्रको तर्फबाट हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु र साथै विजय उम्मेदवारलाई पनि बधाई दिन चाहन्छु। अब यो अहिलेको यो समारोहको प्रमाणपत्र समारोह सम्मान प्रमाणपत्र वितरण हुने कार्यक्रम भएकोले प्रमाणपत्रमा भएका बेहोरा म पढिवाची सुनाउन गइरहेको छु। अनुसूची 25 प्रतिनिधि सभा सदस्य निर्वाचन मतगणना निर्देशिका 2082 को दफा 36 को उपदफा 1 सँग सम्बन्धित निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 2 सुनसरी जिल्ला प्रमाणपत्र सुनसरी जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 2 बाट प्रतिनिधि सभा सदस्य पदको लागि सम्मत 2082 साल फागुन महिना 21 गते सम्पन्न निर्वाचनमा तपाईं श्री लालविक्रम थापाले सबैभन्दा बढी सदरमत प्राप्त गर्नुभएकोले तपाईं सुनसरी जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 2 बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको हुँदा यो प्रमाणपत्र प्रदान गरिएको छ। दस्खत नाम श्री राजेन्द्र कुमार लम्साल निर्वाचन अधिकृत। इति सम्बत 2082 साल फागुन महिना 24 गते रोज 1 शुभम। अब म यो प्रमाणपत्र हस्तान्तरण गरिदिनु हुनलाई 2 नम्बर क्षेत्रको निर्वाचन अधिकृत श्री राजेन्द्र कुमार लम्साल सरलाई हार्दिक अनुरोध गर्दछु। ग्रहण गरिदिनु हुनलाई। खादा लगाइदिएर बधाई ज्ञापन गरिदिनु हुन प्रमुख निर्वाचन अधिकृत श्री प्रकाश श्रीमानलाई हार्दिक अनुरोध गर्दछु। विजय टीका लगाइदिएर बधाई ज्ञापन गरिदिनु हुन सिडिओ साहब लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु। मैडम पनि आउनु
आज नआउने होइन भोलि बिहान त 5 बजे आउनु 10 बजे अब जो हो हामी यता पनि हेर्दिनुस् सक्यो हाम्रो अब कहाँ गयो फोटो खिच्नु पर्छ